हेलो माई डियर फ्रेन्ड होइन आज मेरो फर्स्ट क्लास हो। म चाहिँ यहाँ आवी र सीको पनि हुने गरी क्वेसन्सहरू गराउने गर्छु र पढाउँछु पनि होइन। अब यस्तो हो क्या, म चाहिँ केमिस्ट्री र फिजिक्सको पढाउने गर्छु होइन। अब केमिस्ट्रीको मैले इनअर्ग्यानिकको पार्टबाट नोबेल ग्यासबाट सुरु गरेको छु। अब म चाहिँ ट्राई गर्छु तपाईँहरूलाई पढाउन, तपाईँहरूलाई कस्तो लाग्छ भनेर भन्नु होला होइन। म अब नोबेल ग्यासबाट सुरु गर्छु। अब यसबाट पनि क्वेसन्सहरू त आउने नै गर्छ नि त। अब धेरै पनि क्वेसनहरू पढेर केही काम छैन, जति इम्पोर्टेन्ट क्वेसन्सहरू हुन्छ नि त्यति पढे भइहाल्छ है। ठिक छ। अब नोबेल ग्यासमा चाहिँ सबभन्दा पहिला हामीले बुझ्नुपर्ने कुरा के हो भन्दाखेरि चाहिँ इलेक्ट्रोनिक कन्फिगुरेसन है। इलेक्ट्रोनिक कन्फिगुरेसन बुझ्नुपर्ने हुन्छ नोबेल ग्यासको। त्यो चाहिँ अब यो कुरा NH2 NP6 भइगयो। अनि अर्को भनेको चाहिँ नोबेल ग्यासको अर्को नेमहरू, जस्तै इनर्ट ग्यास, इनेक्टिभ ग्यास, रेयर ग्यास, एरोजेन्स, यो भनेको यसको नेमहरू, अरूको नेमहरू हो। यो पनि बुझ्नुपर्ने जरुरी छ है। अब सबभन्दा पहिला हामी ग्रुपको कुरा गरौँ। ग्रुपको कुरा भइहाल्यो, यो ग्रुप भयो। यसको डिस्कभर कसले गरे भने त सर विलियम रामसेले गरे हो। इलेक्ट्रोनेगेटिभिटी र इलेक्ट्रोन एफिनिटी दुईटै भनेको यसको 0 हुन्छ। अनि आयोनाइजेसन पोटेन्सियल चाहिँ यसको के हुन्छ त हाई हुन्छ है। दुईचोटि लेखेछ सरी होइन। आयोनाइजेसन पोटेन्सियल भनेको हाई हुनुपर्छ। अनि यो एक्सट्र्याक्ट कसरी गरिन्छ त फ्र्याक्सनल डिस्टिलेसनबाट एक्सट्र्याक्ट गरिन्छ। अनि यो मोस्ट रियाक्टिभ र स्ट्रेन्जर एलिमेन्ट भनेर कसलाई चिनिन्छ भन्दाखेरि नोबेल ग्यासमा पढ्ने छ नि जति पनि के भन्छ हिलियम, नियन, आर्गन, क्रिप्टन होइन, जेनन तर ऱ्याडन, त्यो 6वटा छ कि छैन नोबेल ग्यास। त्यसमा चाहिँ सबभन्दा मोस्ट रियाक्टिभ र स्ट्रेन्जर एलिमेन्ट भनेको चाहिँ जेनन भयो है। अब एउटा कुरा के पनि बुझ्नुपर्छ भन्दाखेरि चाहिँ नोबेल ग्यास भनेको चाहिँ इलेक्ट्रिकली कन्डक्टिङ हो। इलेक्ट्रिकली कन्डक्टिङ भन्दाखेरि चाहिँ हामीले चाहिँ जब नोबेल ग्यासमा इलेक्ट्रिसिटी पास गऱ्यौँ भने त्यसमा चाहिँ डिफ्रेन्ट नोबेल ग्यासले डिफ्रेन्ट कलर चाहिँ सो गर्ने गर्छ है। अब सबैभन्दा पहिला हिलियमको कुरा गऱ्यौँ भने हिलियमले चाहिँ पिङ्क ओरेन्ज लाइट, नियन रेड, आर्गन भायोलेट अनि क्रिप्टन ल्याभेन्डर लाइट, त्यस्तोहरू यो 6वटै होइन के भन्छ नोबेल ग्यासहरू चाहिँ डिफ्रेन्ट कलरहरू सो गर्छ। यो पनि तिमीले बुझ्नुपर्ने छ है। सोधिन्छ यो क्रिप्टन ग्यासले चाहिँ कुन के भन्छ अब कलर सो गर्छ लाइट पास गर्दाखेरि चाहिँ भन्यो भने चाहिँ ल्याभेन्डर लाइट भयो। त्यस्तो सोधिन्छ क्वेसन है। अब एउटा छ युजेस अफ नोबेल ग्यास। यहाँबाट पनि क्वेसन्सहरू मजाले सोधिने गरिन्छ है। युजेस अफ नोबेल ग्यासमा चाहिँ हिलियम भयो, नियन, आर्गन, क्रिप्टन, जेनन, ऱ्याडन, यो 6वटाको चाहिँ इलेक्ट्रिसिटी पास गरेपछि कुन कलर सो गर्छ अनि यसको युजेसहरू चाहिँ हामीले बुझ्नुपर्ने हुन्छ है। त्यस्तै अब कहिले भन्न सक्छ व्हिच ग्यास इज युज इन फिलिङ हट एयर ब्यालेन्स, अनि इलेक्ट्रिक बल्बमा कुन के भन्छ ग्यास युज हुन्छ भन्ने कुरा सोधिने गरिन्छ। त्यही भएर यो 6वटैको चाहिँ के भन्नुहुन्छ युजेस चाहिँ आउनुपर्छ है। तिमीहरूले चाहिँ अब यसरी हेरेर स्क्रिनसट गर्दा नै भयो है। अनि यो पनि अब मजाले यसको यो लाइट सो गर्ने स्क्रिनसट गर्दा नै भयो। अब क्वेसन्सहरू आउने गरिन्छ। अब यसमा तिमीले कुरा के बुझ्नुपर्छ भने मैले धेरै क्वेसन त ल्याएको छैन, सम इम्पोर्टेन्ट क्वेसन भनेर 3टा मात्रै ल्याएको छु। अब व्हिच वान इज द रेडियोएक्टिभ कुन हो भन्दाखेरि चाहिँ तिमीलाई यहाँ मैले भनिन छु जस्तो छ। अब जुन कुरा म अगाडि भन्दिनँ त्यो म क्वेसनमा पनि गराइदिन्छु। अनि मेरो यो च्यानलको पोस्टमा पनि हेर्नु, म त्यहाँ पनि क्वेसन्सहरू हालिदिन्छु। जुन च्याप्टर पढाउँछु नि म त्यसको चाहिँ पोस्टमा क्वेसन्सहरू हालिदिन्छु है। त्यस्तै अब कुन एलिमेन्ट यहाँबाट कुन ग्यास चाहिँ रेडियोएक्टिभ हो भन्दाखेरि चाहिँ सबैले थाहा हुनुपर्छ यो ऱ्याडन हो भनेर है। अनि व्हिच अफ दिस इज नट युज फर 0 ग्रुप एलिमेन्ट्स। अब मैले अलरेडी भनिसकेँ, मैले यहाँ अगाडि भनेको थिएँ नि है यसको अर्को नेम हो भनेर। अब यसमा हेर न नोबेल ग्यास ठिक छ, 0 ग्रुपलाई नोबेल ग्यास भन्छ, रेयर ग्यास पनि भन्छ, एरोजेन्स पनि भन्छ, तर रियर अर्थ त भन्दैन नि। कन्फ्युज हुने खालको छ कि छैन यहाँ हेर न। रेयर ग्यास चाहिँ भन्छ तर रियर अर्थ चाहिँ भन्दैन है। यसमा चाहिँ कन्फ्युज हुने कुरा छैन। व्हिच इज नट भन्यास है, नट त्यो चाहिँ मेन गरी याद राख्नुपर्ने कुरा हो यहाँ। अर्को यहाँ हेर्ने है व्हिच अफ द फलोइङ ग्यास इज नट डायएटोमिक। डायएटोमिक भन्ने कुरा थाहा छ होइन। Cl2 भयो, H2 भयो, यो एलिमेन्टसँग 2 लागेको छ भने त डायएटोमिक भन्छ। O2मा पनि त O2 लाग्छ तर नियनमा त लाग्दैन नि। कहिले पनि NEN2 हेरेको छ त छैन। यसको मतलब डायएटोमिक भनेको नियन त होइन है। ल ठिक छ, यति भयो होइन। अब म अरू क्वेसन्सहरू यही च्याप्टरबाट चाहिँ हाइब्रिडाइजेसन अनि एउटा सोलिबिलिटीको कुरा छ यही च्याप्टरबाट, त्यो म पार्ट 2मा ल्याइदिन्छु होइन। पार्ट 2मा पनि हेर्नु। यसो अरू क्वेसन्सहरू पनि गराइदिन्छु है। म सबभन्दा पहिला इनअर्ग्यानिकबाट स्टार्ट गराएको छ। इनअर्ग्यानिकको नोबेल ग्यास भयो। अब भयो भने पार्ट 2 ल्याउँछु है। पार्ट 2 ल्याउँछु अनि अरू च्याप्टर गराउँछु। नट डराइ, तपाईँहरूले तयारी गर्नुहोस् है। अब 11-12मा पढ्ने पनि पढ्दा भयो, आयुको प्रिपरेसन गर्दा नि हेर्दा नि भयो है। जसले गर्दा नि भयो, आयु 11-12ले गर्दा नि हुन्छ है यो त। ल हस् है, थ्याङ्क यू।